नमस्ते, म रोशन आचार्य लामो समयपछि तपाईहरुको सामु उपस्थित भइरहेको छु। आज मैले विगत एक हप्ता अगाडितिर नै ईपीएस टपिकमा सोधेको प्रश्नहरु लिएर आएको छु। बीचमा स्वास्थ्यमा आएको खराबीको कारणले डकुमेन्टली तयारी भइसकेको सामग्री पनि मैले भिडियोको रूपमा बनाउन सकिन र आज त्यो पहिले भइसकेको एक्जामको पहिले आइसकेको क्वेशनहरुको ढिलो भए पनि आज स्वास्थ्य अवस्था अलिकति ठीक भएको कारणले तपाईहरुलाई फाइदा पुग्नेछ भन्ने आशाले मैले क्वेशनहरुको हल गर्न गइरहेको छु। कृपया ध्यान दिएर ध्यानपूर्वक हेर्नु होला है त। ल हामी प्रश्नतिर जाउँ। इल्बन बुद्ध युगबन काजी थाउम खुरिमुल फोगो तलको चित्र हेरेर आलमान्दन गसिल मिल्ने कुरा खोरिसिप्सियो छान्नुहोस् भन्छ। यहाँ दुईवटा चित्र दिएको छ हेर्नु त, दुईवटा बक्साहरु दिएको छ, एउटा तराजु जस्तो दिएको छ तर केही पनि छैन। तर यतिकैमा तपाईहरुले थाहा पाउनु पर्ने कुरा चाहिँ के छ भने यो कुरा तलतिर छ भनेपछि यो चाहिँ गरुङ्गो छ, हेभी छ यो है। यो माथितिर उठेको छ भनेपछि यो लाइट छ, यो हलुका छ। यो कुरा चाहिँ बुझ्नु पर्यो। अरु त तलको कुरा केही पनि लेखा छैन। यसको आधारमा हामीले यहाँ एन्सरलाई छान्छौं। यस्तै प्रश्न आयो, त्यहाँ चाहिँ स्याउ र सुन्तला राखेर आएको थियो। मैले चाहिँ तपाईहरुलाई बाक्सा राखेर सिकाउने, ए र बी राखेर सिकाउने तरिकाले गरे। सांजा एनन खाब्याप्समिदा, सांजा ए चाहिँ खाब्याप्समिदा हल्का छ रे हो, ए हल्का हो होइन है। सांजा बिनुन मुगप्समिदा, सांजा बी चाहिँ गरुङ्गो छ रे, गरुङ्गो हो सांजा बी होइन है। सांजा एनन, सांजा ए चाहिँ बी भन्दा मुगप्समिदा गरुङ्गो छ। सांजा ए चाहिँ बी भन्दा गरुङ्गो छ, हुन सक्यो है। यो ए चाहिँ बी भन्दा गरुङ्गो छ। सांजा एनन, सांजा ए चाहिँ बी भन्दा खाक, यहाँ व्यप हुनु पर्ने थियो, खाब्याप्समिदा हल्का छ हो होइन भनेपछि कुन एन्सर भयो? 3 नम्बरको एन्सर भयो। ए चाहिँ बी भन्दा हल्का हो त, ए चाहिँ बी भन्दा गरुङ्गो हो नि त, त्यही भएर यो एन्सर भयो है। यस्तो किसिमको चित्रहरु पनि तपाईहरुलाई आइरहेको छ। अर्को यहाँ खाटको चित्र दियो। यस्तो सजिलो सजिलो पनि दिन्छ ईपीएस टपिकमा है। मुन भनेको ढोका, छिन्दे भनेको खाट, उइजा भनेको कुर्सी र ओज्जाङ भनेको दराज। तपाईहरुलाई सबैलाई यो थाहा भएकै कुरा हो, दराज। यो सबै कुरा थाहा नै छ। यो के भयो? छिन्दे हो। अब 3 नम्बरको प्रश्नमा जाउँ। त्यहाँ छुराइब भनेको छ। छुराइब भनेको स्क्रुड्राइभर, स्क्रुड्राइभर। यसलाई हामी पेचकस पनि भन्न सक्छौं। मान्छी भनेको हम्बर, फेन्ची भनेको छ, फेन्ची भनेको पेन्चिस र थेफे भनेको रन्दा है, रन्दा। अब यो स्क्रुड्राइभरले पेचलाई कस्ने काम गर्ने हो है, पेच किलालाई। मान्छीले ठोक्ने काम गर्ने हो। फेन्चीले चाहिँ तारहरुलाई काट्ने अथवा बङ्गाउने, सिधा बनाउने काम गर्छ भने थेफेले चाहिँ काठलाई समथल बनाउने, चिल्लो बनाउने अथवा ताछ्ने काम गर्छ। यो के हो त? मान्छी हो है। अब हामी 4 नम्बरमा जाउँ। फनिय खेल्ली फस्सु भनेको छ। फनिय खेल्ली फस्सु भनेको हेर्नुस् त, यो अंग्रेजीमा पनि यसलाई बनिय खेल्ली फस्ने भन्छ, बनिय खेल्ली फस्ने भन्छ। यसको काम चाहिँ कुनै पनि गोलाइ भएको वस्तुको व्यास नाप्ने बेलामा प्रयोग गरिन्छ है, डायमिटर नाप्ने बेलामा चाहिँ प्रयोग गरिन्छ। हाम्रो किताबले चाहिँ फेरि है खिरिरुल छुक्चगाम्निदा लम्बाइ नापिन्छ भनेर दिएको पनि छ। त्यो कुरालाई याद गर्नु होला है। गोलाकार वस्तु कति गोलो छ भनेर नाप्दाखेरि यो बनिय खेल्लीफसको प्रयोग गरिन्छ। कम्प्युटर भनेको कम्प्युटर, फाइस भनेको भाइस र थोप भनेको आरा
है। अरु त सबै शब्द के हो अंग्रेजी शब्द हो, अंग्रेजी शब्द हो। यो थोप भन्दा बाहेकको यो के हो त भाइस हो नि त भाइस। यहाँ सामानलाई च्यापेर स्थिर बनाएर चाहिँ त्यो सामानलाई चाहिँ काट्ने बङ्गाउने कामहरू गर्न सकिन्छ है, भाइस भयो। 5 नम्बरको क्वेशनमा संकेतसँग सम्बन्धित कुरा आएको छ। फोआनम्यन भन्छ। फोआनम्यन भनेको सेफ्टी भाइजर, सेफ्टी भाइजर। सेफ्टी भाइजर भनेको यो अनुहारलाई पुरै छेक्ने, अनुहारलाई चाहिँ रक्षा गर्ने चाहिँ भाइजर हो है, भाइजर हो सेफ्टी भाइजर। एन्जनमो भनेको सेफ्टी हेलमेट, एन्जनदे भनेको सेफ्टी बेल्ट र फोआनग्याङ भनेको सेफ्टी चस्मा। यो के जस्तो छ त यो चस्मा हो नि हैन, हेर्नुस् त यस्तो चित्र आयो। यो के होला हेरौं। फुरी नासिल्ते आगो लागेको बेलामा छादोमुरो अटोमेटिकली, छादोमुरो भनेको अटोमेटिकली, छङबोरुल ओल्लिनुन भनेको साइरन बज्ने, साइरन बज्ने, छाङछी भनेको उपकरण है। आगो लागेको बेलामा अटोमेटिकली चाहिँ साइरन बज्ने उपकरण होला त यो होइन है। यहाँ पाइप जस्तो देखा छ, यहाँ आगो छ, यो पाइप जस्तो देखिराख्या छ। वाजे उई आगोको, वाक्सान भनेको फैलावट है, फैलावट भनेको वृद्धि हुने, फैलिने, यसलाई प्रसारण पनि भन्न सकिन्छ। माकी उइहे रोक्नको लागि सल्छियान जडान गरिएको मुन ढोका। अब यो ढोका जस्तो देखिन्छ त आगोको फैलावटलाई रोक्नको लागि बनाइएको जडान गरिएको ढोका हो त यो, ढोका जस्तो पनि देखिँदैन। फुरुल फुच्चिल्ते, आगो फुच्चिल्ते भनेको लगाउने बेलामा अथवा आगोलाई जलाउने बेलामा सायुङ हानुन खिगु प्रयोग गरिने उपकरण है। अब यो लाइटरहरू सलाइहरू जस्तो देखिन्छ त यो पनि होइन। सुदो ए यन्गल थेय, सुदो भनेको धारा, धारामा यन्गल थेय भनेको जोडेर, मुरी नाउनुन पानी आउने सिस्टम सुविधा अथवा फेसिलिटिज। यो पाइपलाई चाहिँ धारामा जोड्यो भने यहाँबाट पानी आउँछ हैन त हो। त्यसरी यो आगो निभाउने बेलामा प्रयोग गरिन्छ। ठ्याक्कै किताबकै चित्र हो है। अघिल्लो हप्तामा चाहिँ इपिएस टपिकमा आएको थियो है। थाउम थानवा खानगे इन्नुन गर्छन् मुहसिनिका तलको शब्दसँग सम्बन्धित कुरा के हो भनेछ। छिर्यो आधा, छिर्यो आधा भनेको उपचार गर्नु, नात्ता, नात्ता भनेको निको हुनु, खल्लिदा, खल्लिदा भनेको लाग्नु है, खल्लिदा भनेको लाग्नु। फाल, फाल भनेको खुट्टा, फुल, फुल भनेको आगो, फ्याङ, फ्याङ भनेको रोग र याक, याक भनेको औषधि। यो सबै केसँग मिल्ने कुरा हो त फ्याङ। फ्याङुल छिरो आधा रोगको उपचार गर्नु, फ्याङी नात्ता रोग निको हुनु, फ्याङी खल्लिदा रोग लाग्नु। यसरी फ्याङ एन्सर भयो। अब यहाँ छाङे भनेको छ, छाङे भनेको अपाङ्गता र सागो, सागो भनेको दुर्घटना, दुर्घटना है। फोसाङगुम भनेको क्षतिपूर्ति रकम, साङगुम भनेको बोनस, छोवेगुम भनेको दुःखमा दिइने पैसा। कहिलेकाहीँ हामी कोही मान्छेहरू बित्नु भयो भने उहाँको सम्झनामा उहाँको चाहिँ क्रिया बसेको ठाउँमा गएर यो कुरा दिन सकिन्छ भने छुवेगुम भनेको सुखमा, सुखद अवसरमा, अवसरमा दिइने पैसा, पैसा।
है सुखद अवसरमा विवाहहरुमा ठोलजान्छीहरुमा चाहिँ हामी के दिन्छौं त छुकुइगुम दिन्छौं बधाई स्वरूप दिने पैसा। अब अपाङ्गता दुर्घटना भयो भने के हुन सक्छ त क्षतिपूर्ति है फोसाङगुम क्षतिपूर्ति आउन सक्छ है। यो कुरालाई यसरी आन्सर भएको थियो। थाउम दानवा फिसतान मारुल खुरुसिप्सियो भन्छ तलको शब्दसँग उस्तै कुरा छान्नुस्। अन्जेना भनेको जहिले सुकै जहिले सुकै नेपालीमा जहिले सुकै भनेको सधैं भनेको सधैं भनेको है। यो जुम भनेको आज भोलि इगिल भनेको भोलि अजे भनेको हिजो र हाङसाङ भनेको सधैं। अन्जेनाको सिमिलर के भन्नुभयो त हाङसाङ सधैं। अझै अर्को शब्द नुल भन्ने शब्द पनि छ नुलले पनि सधैं भन्ने अर्थ दिन्छ है। अब तल्लो प्रश्नमा जाउँ। थाउचुङ तलको मध्ये मिचुलछिन फुगुन इ अन्डरलाइन गरिएको भागमा मान्नुन गसुल खुर्सिप्सियो मिल्ने कुरा मुअसुनिका के हो भन्छ। उच्चेगुक उरो मरायो उच्चेगुकतिर टाढा छ उच्चेगुक हुलाक टाढा छ पो हुनुपर्ने त है। हुलाकतिर टाढा हुन्छ त उच्चेगुकी मरायो हुनु पर्थ्यो भएन। सिजाङ ए मानाप्सिदा सिजाङ ए मानाप्सिदा सिजाङ ए बजारमा मानाप्सिदा भेटौं हुन्छ हुँदैन। यो मानाप्सिदा भनेको भब एक्सन भब भएको कारणले गर्दा सिजाङ एस मानाप्सिदा चाहिन्छ बजारमा भेटौं। अब यो ए आएपछि त कि पछाडी इत्ता अप्ता आउनु पर्यो सिजाङ ए इस्सयो है यस्तो। यहाँ एस भएको भए यो कुरा मिल्थ्यो यो कुरा पनि मिलेन। फाबी मगयो फाब इ मगयो हो कि मगयो भनेको एक्सन भब भएपछि अब्जेक्टको पछाडी उल राख्ने हो त अब्जेक्टको पछाडी उल राख्नुपर्छ फाबुल मगयो। र खाबाङी मुगवयो खाबाङी मुगवयो मुगप्ता क्रिया विशेषण हो इ पनि लाग्छ ठीक छ। 11 नम्बरमा जाउँ। थाउम फुरिमुल फोको तलको चित्र हेरेर आलमान्नुन गसुल मिल्ने कुरा खुरुसिप्सियो छान्नुस् भन्छ। फिएङ्गी फ्यो भन्छ। फिएङ्गी फ्यो भनेको प्लेनको टिकट फिएङ्गी फ्यो भनेको प्लेनको टिकट रहेछ। चुलबार चुलबार चाहिँ सौल सौलबाट उल्सान उल्सानसम्म छ सौलबाट उल्सानसम्म जाने प्लेन रहेछ। नाल्चा मिति चाहिँ इछन इसिब ओनियन 2025 सिब इवल डिसेम्बर छिरिल 7 तारिक इरियल आइतबार। सुलबार सिकान प्रस्थान गर्ने समय ओहु सेसी पीएम को 3 बजे थोचाक सिकान थोचाक पुग्ने चाहिँ सेसी सामसिबुन 3:30 मा पुग्ने आधा घण्टा लाग्ने रहेछ। योगुम शुल्क चाहिँ छिलमान ओछनवन काटेको छ छिलमान ओछनवन काटेको छ भनेपछि छिलमान ओछनवन होइन। हारिन डिस्काउन्ट चाहिँ सामछनवन 3000 डिस्काउन्ट दिएको छ र नेनुन योगुम तिरेको रकम चाहिँ छिलमान इछनवन 72000 तिरेको छ। हामीलाई इन्फर्मेसनले त्यो दिएको छ। सौलबाट उल्सान जाने प्लेन हो 12 महिना 7 तारिक आइतबार 3 बजे प्रस्थान गरेर 3:30 बजे पुग्छ। रकम चाहिँ भाडा चाहिँ 75000 थियो तर 3000 डिस्काउन्ट गरेर 72000 मा यसले प्लेन चढिरहेछ। इ फिएङ्गीगा यो प्लेन सौल उरो खाम्निदा सौल तिर जाने हो होइन सौल एसा खाम्निदा सौलबाट चाहिँ जाने हो। दोस्रो इ फिएङ्गीए यो प्लेनमा थारे अभियान चढ्ने हो भने छिलमान ओछन वनुल नेया हामीदा 75000 तिर्नु पर्ने हो होइन तिर्नु पर्ने यो गुम त 72000 मात्रै हो। इ फिएङ्गी यो प्लेन उल्सान एसा चुलबार हामीदा उल्सानबाट चाहिँ चुलबार हामीदा प्रस्थान गर्ने हो। यो प्लेन उल्सानबाट प्रस्थान गर्ने हो होइन उल्सानमा त पुग्ने हो थोचाको है उल्सानमा त थोचाको। हारिनी सामछनवन इम्निदा डिस्काउन्ट चाहिँ 3000 हो त हो नि है डिस्काउन्ट चाहिँ 3000 हो। यसरी चाहिँ एन्सर के भयो 4 नम्बर बुझिराख्नु भएको छ हेरौँ है त।
12 नम्बरमा फिन्काने थुरकाल खाचाङाल माजुन गसुल खुर्सिप्सियो खाली ठाउँमा मिल्ने सबैभन्दा मिल्ने कुरा छान्नुस् भन्छ। सूर्य गिरुल फोहोरलाई यगी छगी यताउता फरिम्यान आन्देयो फाल्नु हुँदैन। फोहोरलाई जहाँ तहीँ फाल्नु हुँदैन भन्न खोजेको। होङगोङ जाङसोनेन सार्वजनिक स्थान चाहिँ डट 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 सायुङ हे हामीता डट 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 प्रयोग गर्नुपर्छ। सार्वजनिक स्थान चाहिँ डट 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 प्रयोग गर्नुहुन्छ पर्छ। छोयोङी शान्तसँग छन्छनी बिस्तारै केकसी सफासँग खानदानी सजिलोसँग। ल सूर्य गिरुल यगी छगी फरिम्यान आन्देयो फोहोरलाई यताउता जथाभावी फाल्नु हुँदैन। खोङगोङ छाङसेन सार्वजनिक स्थान चाहिँ के त केकसी सायुङ हे हामीता सफासँग प्रयोग गर्नु पर्छ। 13 मा जाउँ। डट 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 उन डट 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 चाहिँ हानको कुई थेप्यो जगिन उम्सिकिम्लिदा कोरियाको प्रमुख खानेकुरा हो। डट 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 चाहिँ कोरियाको प्रमुख खानेकुरा हो भन्छ। मुला फेचु फेचु भनेको एक किसिमको साग है। कतै बन्दाकोपी भनेर लेखेको पनि होला, बन्दाकोपी भन्दा पनि एउटा किसिमको क्याबेज चाहिँ क्याबेजै हो। तर बन्दाकोपी चाहिँ यसरी चाहिँ लक भएको हुन्छ भने यो चाहिँ माथिपट्टि अलिकति फक्रिएको टाइपको हुन्छ है। ओइ थुङ्गल मुला ओइ काक्रो आदिलाई याङम्यमेस भन्छ। याङम्यमेस भनेको मसलाहरू हालेर मसलाहरू मिलाएर मान्डुम्निदा बनाइन्छ। फुलगोगी फुलगोगीमा चाहिँ मुला फेचु आदिलाई मसला हालेर बनाउने हो होइन। किम्ची किम्ची हो हुन सक्छ। मुलाको किम्ची मुकिम्ची, फेचुको किम्ची फेचु किम्ची र ओइको किम्ची ओइ किम्ची। थेन्जाङ यो थेन्जाङ भनेको त भटमासको एक किसिमको पेस्ट बनाएको खानेकुरा हो है। यो पनि भएन। बिबिम्बाप भनेको त फ्राई राइस भयो, भातहरू चाहियो, विभिन्न याच्छेहरू चाहियो, त्यो पनि भएन। भनेपछि के रहेछ त कोरियाको प्रमुख खानेकुरा किम्ची। केबाट बनाइन्छ? मु फेचु ओइ आदिको हुन्छ। आनगुगो नुम्रेक सियामुल फोर्यागो कोरियन भाषा परीक्षा दिने विचारले डट 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 लेट्समिदा डट 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 गरे। सिन्छम निवेदन है। निवेदन यसलाई एप्लाई गरे, एप्लाई गर्नु भन्न सकिन्छ। फोगो रिपोर्ट, सिन्गो उजुरी, साङ्गाम परामर्श। अब कोरियन भाषा परीक्षा दिने विचारले के गर्छ त? क्वेशन त सजिलो छ। निवेदन गर्छ कि परामर्श गर्छ? परामर्श भन्दा निवेदन अझै धेरै मिल्ने भयो है। गर्न त दिने विचारले परामर्श दिन गर्न पनि मिल्छ। म दिउँ कि नदिउँ, कस्तो आउला भनेर सोध्न परामर्श लिन पनि मिल्छ। तर परामर्श भन्दा सिनसँगै सुनिदा निवेदन गरे भन्ने कुरा चाहिँ अझै बढी मिल्ने भयो है। इपिएस टपिकमा यस्तो क्वेशनहरू आउँछ हेर्नुस् न है। हेर्नुस् त 14 नम्बरमा 15 नम्बरमा है। 15 देखि 16 मा चाहिँ थाउम खुरुल इलको तलको हरफ पढेर मुअसे देहान खुरिन्जी के को बारेमा हरफ हो खोरुसिप्सियो छान्नुस् भनेछ। खाची इरानुन थोम्योगा सँगै काम गर्ने साथी थाउम जुए अर्को हप्ता खोयाङ्गुरो थोरा खान्निदा गाउँतिर फर्किन्छ। सँगै काम गर्ने साथी अर्को हप्ता चाहिँ गाउँ फर्किन्छ। खुरेस ओनुल उरी त्यही भएर आज हामी थोम्ब्योदुरी था सहकर्मीहरू सबै खाची सँगै सिक्ताङ एसा फाबुल मगुर खालकम्निदा रेस्टुरेन्टमा खाना खान जान्छौँ। छनुन खुचिन गुरुल म चाहिँ त्यो साथीलाई आज खुरिउल कयो एकदमै मिस गर्नेछु। म चाहिँ त्यो साथीलाई एकदम मिस गर्नेछु भन्छ। सँगै काम गरिरहेको सहकर्मी चाहिँ अर्को हप्तामा गाउँ फर्किन्छ। त्यसैले आज सहकर्मीहरू सँगै रेस्टुरेन्टमा भात खान जाने चाहन्छौँ। मैले चाहिँ त्यो साथी एकदम मिस गर्नेछु भन्छ। अब यसले के को बारेमा कुरा गरेको त? वानसुङ वे विधायी पार्टी
वान्याङवे स्वागत पार्टी, सुङजिनवे प्रमोसन पार्टी, बधाई चाहिँ प्रमोसन भनेको चाहिँ बढुवा हुँदाको पार्टी र उन्दुङवे भनेको खेल प्रतियोगिता। है अब के को बारेमा कुरा गरेको होला त यो? साथी गाउँ जाने भएपछि बिदाईको पार्टी गर्ने कि स्वागत पार्टी गर्ने? बिदाईको पार्टी है। हानकुकुन ह्याङ्जे खिसुल फुन्याएस, कोरिया चाहिँ अहिले वर्तमानमा खिसुल फुन्याएस प्रविधिको क्षेत्रमा खुगे फाल्जनाको स्मिता ठुलो आकारमा चाहिँ फाल्जन विकास गरिरहेको छ। फाल्जन भनेको के रे? विकास, विकास गरिरहेको छ। यी नारायणन यो देशमा चाहिँ सामसुङ, एलजी वा खाथिन एलजी जस्ता थेयङ छन्जा फुफुम ठुलो आकारको इलेक्ट्रोनिक सामान सेङसान खियप पुनमान आनिरा उत्पादन गर्ने कम्पनी मात्र नभएर छेगुन अहिले हानकुक एसानन कोरियामा चाहिँ छन्की छातो मानि सेङसाङ थेगो इलेक्ट्रिक गाडीको पनि धेरै उत्पादन भएर हानकुकुई ख्याङ्जे कोरियाको अर्थतन्त्रमा मेउ खोङजगजगिन एकदमै सकारात्मक यङयाङ प्रभाव जुगो स्मृति दिइरहेको छ, पुर्याइरहेको छ भन्छ। हानकुकुन ह्याङ्जे कोरिया चाहिँ अहिले खिसुल फुन्याएछ, त्यो खिसुल फुन्या प्रविधिको क्षेत्रमा खुगे ठुलो आकारमा फाल्जनाको स्मृति विकास गरिरहेको छ। यी नारायणन यो देशमा चाहिँ सामसङ एलजी वा खाथिन सामसङ एलजी जस्ता थेयङ छन्जा फुफुम सेङसान ठुलो आकारको इलेक्ट्रिक सामानको उत्पादन खियप पुनमान आनिरा, त्यो खियप भनेको उद्योग मात्र नभएर इलेक्ट्रिक सामानको उत्पादन गर्ने कम्पनी मात्रै नभएर छेगुन हालसाल अहिले चाहिँ हानकुक एसानन कोरियामा चाहिँ छन्की छादो इलेक्ट्रिक गाडी पनि मानि सेङसाङ थेगो धेरै चाहिँ उत्पादन गरेर हानकुकुई ख्याङ्जे कोरियाको अर्थतन्त्रमा मेउ एकदमै खुङजङजगिन सकारात्मक पोजिटिभ यङहाङ जुगो स्मृति यङयाङ भनेको प्रभाव है पारिरहेको छ भन्छ। अब के को बारेमा कुरा गरेको? हानकुकुई जोसन कोरियाको पानी जहाज क्षेत्र, पानी जहाज निर्माण गर्ने व्यवसाय अथवा सेक्टरको कुरा गरेको त होइन। हानकुकुई येसुल कोरियाको कलाको बारेमा कुरा गरेको हो, कला त्यो पनि होइन। हानकुकुई खिसुल कोरियाको खिसुल प्रविधि अथवा हानकुकुई नोङअप कोरियाको कृषि क्षेत्र, कृषि क्षेत्रको बारेमा कुरा गरेको हो त होइन। के को बारेमा कुरा गरेको त? हानकुकुई खिसुल कोरियाको खिसुलको बारेमा। कोरियाको खिसुल चाहिँ एकदम विकास भइरहेको छ भनेर सुरु गरेको थियो नि त है, त्यही भएर हानकुकुई खिसुल। माक्ते भन्छ। माक्ते भनेको अब अलि ठुलो भयो भने लट्ठी, सानो भयो भने घोचो, सिन्का जे भने पनि हुन्छ है। माक्ते सिन्का फुबुन एनुन भागमा चाहिँ यो माक्ते, यो पनि माक्ते हुन सक्छ। यो माक्तेको फुबुन ए भागमा नासनह्याङ, नासनह्याङ भनेको स्क्रु भएको जस्तो है, पेच भएको आकारको होमी फायस भनेको होम भनेको खोबिल्टो, त्यो नासा आकारको चाहिँ खोबिल्टो भएर मरी ए भनेको टाउको भागमा थुराइबरुल थोरिल सुइतोरो ड्राइभरले घुमाउन सक्ने गरी प्लस इना माइनस, प्लस वा माइनस सिप्चा र इल्जा भन्छ हैन त। मोयाङ उही आकारको होमी खोबिल्टो इन्नन भएको नासा इन्निदा पेच हो भन्छ। अब मान्छे हम्बर, थुराइबर ड्राइभर अनि नासा मोद पेच किला, मोद सामान्य किला। के को बारेमा कुरा गरेको त? के को बारेमा कुरा गरेको होला त? थुराइबरले घुमाउने भनेपछि के को कुरा भयो? नासा मोदको कुरा भयो, नासा मोदको कुरा भयो है, नासा मोदको कुरा भयो। हेर्नु न, एउटा माक्ते हुन्छ,
त्यो माग्तेमा नासनह्याङ, यो नासनह्याङ भनेको पेच भएको आकारको चाहिँ होमी फायाइस, होम भनेको खोबिल्टो खाल्टो जस्तो परेको हुन्छ है। अनि मरी ए भनेको टाउको भागमा चाहिँ थुराइबरुल थोरिल सुइन्नु, ड्राइभरले घुमाउन मिल्ने प्लस इना माइनस मोयाङ्वी, प्लस अथवा माइनस आकारको होमी इन्नेन, होम भनेको खोबिल्टो भएको नासा इम्निदा पेच हो भनेपछि के भयो त नासामत भयो। ल हेर्नुस् त 18 नम्बरमा आगिवी सेङ्गिरुल, बच्चाको जन्मदिन छुक्का हानन बधाई दिने हानकुकुई छन्थोङ हेङसारो कोरियाको चाहिँ परम्पराको रूपमा थोलसाङुल छारीगो, थोलसाङ भनेको त्यो थोल छापी गर्दा प्रयोग गरिने टेबललाई थोलसाङ भन्छ। बच्चाको पहिलो जन्मदिनमा बच्चाको भाग्य हेर्नको लागि थोलछापी गरिन्छ नि, त्यो थोलछापी गर्ने बेलामा राखिएका विभिन्न सामानहरू राखिएको टेबललाई चाहिँ के भन्छ थोलसाङ। थोलसाङुल छारीगो भनेको त्यो थोलछापी गर्ने टेबल चाहिँ मिलाएर, छारीगो मिलाएर हानबोगुन इफ्य, हानबोग लगाइदिएर थोलछापीरुल थोङहे, थोलछापी मार्फत आगिवी मिरे, बच्चाको भविष्य साङ्जिक जग उडो भनेको प्रतीकको रूपमा है। यो प्रतीकको रूपमा भनेको चाहिँ के हो भने, प्रतीक भनेको इन्डिकेसनको रूपमा, इन्डिकेटको रूपमा, छम्छि हानन भनेको गेस गर्ने, अनुमान गर्ने, छुक्खा मुन्वा इम्निदा बधाई दिने संस्कृति हो। इते यो बेलामा है थोलछापीरुल कुन्नेगो, थोलछापी गरेर खाच्छी फाबुल मक्सुनिदा सँगै भात खान्छन्। अब के को बारेमा कुरा गरेको, ख्यरुन विवाहको बारेमा कुरा गरेको हो त यसले होइन, जन्मदिनलाई बधाई दिने भनेको छ। वानगा 60औं जन्मदिनको बारेमा कुरा गरेको हो त होइन, थोलसाङ थोलछापी पहिलो जन्मदिनमा गरिने कुराको बारेमा कुरा गरेछ। सलनाल नयाँ वर्षको बारेमा हो त होइन, के को बारेमा त हो त थोल पहिलो जन्मदिन, पहिलो जन्मदिनको बारेमा कुरा गरेको है। थोलमा, थोल भनेको पहिलो जन्मदिन, यसमा गर्ने एउटा कुरा थोलछापी। यो थोलछापीले चाहिँ बच्चाको भविष्य चाहिँ पत्ता लगाउन चाहिँ मद्दत गर्छ। एउटा परम्परा हो, एउटा टेबलमा चाहिँ विभिन्न इन्डिकेसनहरू राखिएको हुन्छ, विभिन्न परम्परागत कुराहरू, आधुनिक कुराहरू राखिएको हुन्छ। बच्चाले पहिला सुरुमा जे समाउँछ, ए भविष्यमा त यसको यस्तो हुने रहेछ नि भनेर अनुमान गर्ने कुरा हो। र त्यो दिनमा पार्टी गरिन्छ, सँगै खाना खाइन्छ, त्यसलाई थोलजान्छी भनिन्छ, थोलजान्छी भनिन्छ है। पहिलो जन्मदिनको पार्टी, यो कुरालाई याद गर्नु पर्यो। नेउङ्गा मान्नुन गसुल खुर्सिप्सियो, विषयसँग मिल्ने कुरा छान्नुस् भनेछ। मियक गुगुन, मियक गुग चाहिँ मियगुल भन्छ। मियक भनेको त्यो एक किसिमको लेउलाई चाहिँ प्युरिफाई गरेर बनाएको खानेकुरा हो नि त होइन, समुद्री लेउको एउटा प्रकार जो सुकाइएको हुन्छ त्यसलाई। मुरे फुल्लिन थुई भनेको पानीमा, फुल्लिन थुई भनेको भिजाएपछि, भिजाएपछि। होगिना मासु वा हे सानमुल भनेको सी फुड है। ग्वाहान के कुर्य सँगसँगै उमालेर मान्दिनुन बनाइने हानकुकुई छन्थोङ जगिन कोरियाको परम्परागत खनगान उम्सिक इम्निदा, स्वास्थ्यवर्धक खानेकुरा हो। सान हु भनेको बच्चा जन्माएपछि, बच्चा जन्माएपछि। हुइबुगे चौन भनेको स्वास्थ्यलाई राम्रो हुने, हुइबोक भनेको स्वास्थ्य। कस्तो स्वास्थ्य त भन्दा बच्चा जन्माइसकेपछि त त्यो लेडिज मान्छेहरूलाई गाह्रो हुन्छ नि त, त्यो स्वास्थ्यलाई चाहिँ राम्रो गर्ने भन्न खोजेको है। उम्सी कुरो खानेकुराको रूपमा
आल्यज चाहिँ थाहा भएको भएर अथवा पत्ता लागेर यन्नालबुत पहिलेबाट सान्मोगा सुत्केरीले कोक मक्तन अनिवार्य खाने उम्सिक खानेकुरा हो र इराहान युरो यस्तो कारणद्वारा सेङ्गिरेदो जन्मदिनमा पनि मियगुगुल बग्नुन मुनवागा मियगुग खाने चाहिँ संस्कृति सेङ्ग्यत्समिदा सुरु भयो अथवा भयो। मियगुग चाहिँ केकताहाम वा सफाई र खनगाङ स्वास्थ्यको सान्जिङाम्य प्रतिनिधित्व गरेर है सफा र स्वास्थ्यको प्रतिनिधित्व गर्ने भएर इल्साङसिक उरोदो दैनिक जीवनमा पनि मानी साराङफात्सुनिदा धेरै माया पाइरहेको छ भन्छ। अब यसले भन्न खोजेको कुरा के हो? मियगुग चाहिँ त्यो मियगुल मुरे फुल्लिन्थुई मियग चाहिँ पानीमा भिजाएपछि खोगिना हेसानमुल मासु अथवा समुद्री खानेकुरा हामके कुर्या सँगै उमालेर मान्दुनुन बनाउने हानगुगुई छन्तोङ उम्सिक खनगाङ उम्सिकिमनिदा कोरियाको परम्परागत स्वास्थ्यवर्धक खानेकुरा हो। सानहु बच्चा जन्माएपछि हुइबोगे चोहुन त्यो स्वास्थ्यलाई राम्रो हुने उम्सिक उरो आल्यज खानेकुराको रूपमा थाहा भएकोले यन्नालबुत पहिलेबाट सानमोगा कोक मक्तन त्यो सुत्केरीले खाने अनिवार्य खाने उम्सिक इम्य खानेकुरा हो र इराहान युरो यस्तो कारणद्वारा सेङ्गिरोदो जन्मदिनमा पनि मियगुगुल मग्नुन मुनवागा मियगुग खाने संस्कृति चाहिँ सेङ्ग्यत्समिदा सुरु भयो अथवा भयो। मियगुग चाहिँ केकताम वा सफाई र खनगाङ स्वास्थ्यलाई सान्जिङआम्य प्रतिनिधित्व गर्दै इल्साङसिक उरो दैनिक जीवनमा पनि मानी साराङफातको सुनिदा माया पाइरहेको छ। ल मियगुग चाहिँ खोगिना हेसानमुल मासु अथवा समुद्री खानेकुरा फोक्कास भुटेर मान्दुनुन उम्सिकिमनिदा बनाउने खानेकुरा हो। फोक्कास हो कि कुर्यास हो? कुर्या हो भनेपछि कुरा मिल्दैन। मियगुग चाहिँ छन्तुङ उम्सिक आनिमनिदा आनिमनिदा हुनुपर्ने थियो है। आनिमनिदा परम्परागत खानेकुरा होइन रे। परम्परागत खानेकुरा हो कि होइन? परम्परागत खानेकुरा हो। यहाँ छन्तुङ जगिन भनेछ भनेपछि यो कुरा मिल्यो त मिलेन। यहाँ आनिमनिदा हुनु पर्थ्यो है, टाइपिङ मिस्टेक भएरै छ। मियगुग चाहिँ इल्साङसिक उरोदो दैनिक जीवनमा पनि मानी मक्सुनिदा धेरै खाइन्छ भनेको छ यो कुरा। यहाँ साराङफात्सुनिदा भनेको माया किन गर्छ त खानेकुराले धेरै खाने भएर यो सेन्स हुन सक्छ। मियगुग चाहिँ सेङ्गिरेमान मक्सुनिदा जन्मदिनमा मात्रै खाने हो त होइन है। सुत्केरी हुँदाखेरि पनि खान्छन्, जन्मदिनमा पनि खान्छन् अनि इल्साङसिक उरोदो सामान्य जीवनमा पनि दैनिक जीवनमा पनि प्रयोग गर्छन् भनेछ। भनेपछि कति नम्बरको एन्सर हो? 3 नम्बरको। मियगुगुन इल्साङसिक उरोदो मानी मक्सुनिदा दैनिक जीवनमा पनि धेरै प्रयोग गर्छन् अथवा खान्छन्। 20 नम्बरको क्वेसन हेरौं। फोथोङ प्राय हानगुगुई फोमुन कोरियाको वसन्त ऋतु चाहिँ नाल्चिका तात ताजिमान मौसम चाहिँ न्यानो भए तापनि खाकुन ख्यौर छरम कहिलेकाहीँ जाडो महिना जस्तै हिउँ जस्तै छुवा जिल्तेगा स्मिदा चिसो हुने बेला हुन्छ। अब प्राय चाहिँ वसन्त ऋतु चाहिँ प्राय कस्तो हुन्छ रे? मौसम चाहिँ न्यानो भए तापनि कहिलेकाहीँ चाहिँ जाडो महिनामै जस्तो चाहिँ चिसो हुन्छ भन्छ। इरन नाल्सिरुल यस्तो मौसमलाई कोत्सेमचुई रागो हाम्निदा कोत्सेमचुई भन्छ रे। कोत्सेमचुई भनेको फुल फुल्ने बेलामा हुने चिसो। इनाल्सिएनन यो मौसममा चाहिँ खानगिए खल्लिगी सिउमुरो त्यो चिसो लाग्न सजिलो हुने भएकोले चोसिमे हाम्निदा होसियार हुनुपर्छ भन्छ है। फोथोङ हानगुगुई फोमुन प्राय कोरियाको वसन्त ऋतु चाहिँ तात ताजिमा न्यानो भए तापनि खाकुम ख्यौल छरम कहिलेकाहीँ जाडो महिनामै जस्तो हिउँदमै जस्तो चुवा चिल्तेका स्मिदा चिसो हुने हुन्छ। इराहान नाल्सिरुल यस्तो मौसमलाई
कोत्सेम चुइरहेको हामीदा कोत्सेम चुइ भनेर भन्छ। इरान नाल्सिएनन् यस्तो मौसममा चाहिँ खान्किए खल्लिगी सिउमुरो त्यो चिसो लाग्न सजिलो हुने भएकोले चोसिमे हामीदा होशियार हुनुपर्छ। अब फोम ए नाल्सिका नमु चोप्सुनिदा फोममा चाहिँ मौसम एकदम चिसो हुने हो त हैन, तातो हुन्छ तर कहिलेकाहीँ चाहिँ के हुन्छ त जाडो महिनै जस्तो जाडो हुन्छ भनेपछि एकदमै जाडो हुने होइन। ख्याउरेनुन कोत्सेम चुइगा इस्मिदा ख्याउरमा चाहिँ कोत्सेम चुइ छ रे हो होइन, फोममा चाहिँ छ, फोममा चाहिँ हो। फोमेनुन खान्किए खल्लिगी स्विप्सुनिदा वसन्त ऋतुमा चाहिँ चिसो लाग्न सजिलो हुने हो नि त। यहाँ कहिलेकाहीँ चाहिँ कोत्सेम चुइ हुने भएको भएर खान्किए खल्लिगी सुइमुरो चाहिँ चिसो लाग्न सजिलो हुने भएर होशियार हुनुपर्छ भनेछ। यो मिल्न सक्यो। फोमेनुन हाङसाङ नाल्सिका तात्तामिदा वसन्त ऋतुमा चाहिँ सधैँ मौसम न्यानो हुने हो होइन, यहाँ जिमान भनेछ। वसन्त ऋतुमा चाहिँ मौसम तातो भए तापनि भनेछ। त्यसो भएपछि चाहिँ कहिलेकाहीँ चिसो हुन्छ भनेछ, सधैँ होइन भनेपछि यो पनि मिलेन। फोम एनन खान्किए खल्लिगी स्विप्सुनिदा वसन्त ऋतुमा चाहिँ चिसो लाग्न सजिलो हुन्छ है। आज हामीले तपाईहरुलाई सोधेको युबिटी को 2025 मा गत हप्ता सोधेका केही प्रश्नहरू जो हामी समक्ष आइपुग्यो त्यो प्रश्नहरूलाई हल गरेर तपाईहरुको सामुन्य पेश गर्यौं, तपाईहरुलाई देखायौं। तपाईहरुको जिज्ञासा, तपाईहरुलाई लागेको कुराहरू मेटियो भन्ने हामीलाई लागेको छ। फेरि पनि हामी अर्को दिन फेरि सोधिएका प्रश्नहरूको कलेक्सनको साथ उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि बिदा दिनुहोस्। धन्यवाद।